हेलो मामुहरू, हजुरहरूले सिरियल पाउडर कसरी बनाउनुहुन्छ अनि कुन कम्पनीको बनाउनुहुन्छ? मैले चाहिँ मामु छोरीको सिरियल पाउडर युज गर्छु। मेरो नानी चाहिँ 8 मन्थ कम्प्लिट भइन्, त्यही भएर मैले चाहिँ मामु छोरीको स्टेज 1 को सिरियल पाउडर युज गरिरहेको छु। अहिले चाहिँ मेरो नानीलाई खासै सन्चो पनि छैन, पचाउन नि एकदम गाह्रो हुन्छ कि, अनि त्यही भएर म चाहिँ अहिले सिरियल पाउडर दिनमा चाहिँ एक टाइम सिरियल पाउडर अनि एक टाइम ओट्स दिन्छु। अनि सिरियल पाउडर चाहिँ मैले पहिला सुरुमा चाहिँ प्यानमा चिसो पानी लिएर मजाले त्यसैमा मजाले फिट्छु, किनभने फेरि डल्लो पर्दैन नि त। अनि त्यसैमा खजुर राखेर मजाले पकाउँछु। अनि पकाइसकेपछि हल्का मनतातो हुन थालेपछि चाहिँ नानीलाई मजाले खान दिन्छु। मेरो नानी चाहिँ एकदम मजाले खान्छन् के, मिठो मानेर। म चाहिँ कहिले 1.5 सालेर खुवाउँछु, कहिले चाहिँ आधी केरा राखेर मजाले पाकेको केरा चाहिँ मजाले फिटेर दिन्छु के। त्यो स्वादको लागि चाहिँ हामीले केरा दिन सकिन्छ अनि टेस्ट पनि दिन सकिन्छ।